आइसक्यो भने आइसक्यो तिम्रो भिजा मुर्लिनसम्म आइपुग्यो रे। अब यता आउन मात्र बाँकी हो, भोलिसम्म आइपुग्छ ढुक्क। सर नमस्ते, मलाई एब्रोडको बारेमा बुझ्न पर्ने थियो। बुझ्नै पर्दैन नि भाइ, तिम्रो अनुहारमै अस्ट्रेलियाको भिजा रहेछ। अस्ट्रेलियाको बुझ्न आएका हो नि तिमी। हजुर सर हजुर। अनि भाइ +2 एक्जाम कस्तो गर्यौ त? इक्जाम त राम्रै भयो कि सर, अब रिजल्ट चाहिँ कस्तो हुन्छ भन्ने कुरा हो। ढुक्क भाउ भाइ, रिजल्ट राम्रो नभए नि हामी छौँ नि त, त्यही पनि राम्रो हुन्छ तिम्रो। यसै पनि तिम्रो अनुहारले बताइरहेछ सबै कुरा। अनि सर अरू प्रोसेसिङको लागि मैले के गर्नुपर्छ? एकछिन है भाइ, यहाँ फोन आयो। हेलो रितिका, तिम्रो भिजा आइसक्यो, हिजो मात्र आएको हो। तिमी आऊ आऊ लट्टु लिएर आइहाल। के भन्दै थियो भाइ? प्रोसेसिङको लागि चाहिँ के गर्नुपर्छ सर? प्रोसेसिङको लागि केही गर्नु पर्दैन भाइ। अस्ट्रेलिया भनेपछि फाइनेन्सियल डकुमेन्ट स्ट्रङ भए पुग्छ, त्यो हामी बनाइहाल्छौँ। भनेपछि मैले केही पनि गर्नु पर्दैन? पर्छ नि भाइ। सुरुमा 50,000 जति छोडेर जाऊ। साँच्चै तिम्रो बाबाको नाम के भन्यो रे? हरिबहादुर। आजबाट तिम्रो बाबा विष्णु बहादुर। हजुर। डकुमेन्टेसनका लागि भाइ। हस् सर। साँच्चै मम्मीले के गर्नुहुन्छ? केही पनि गर्नुहुन्न, घरै बस्नुहुन्छ। आजबाट तिम्रो मम्मी ब्याङ्कको म्यानेजर। साँच्चै? होइन, डकुमेन्टेसनका लागि। हस् सर। तिमी यसरी नै हँसस भन्दै जाऊ, हामी काम गर्दै जान्छौँ। यति भएपछि हाम्रो गुल्ला कन्सल्टेन्सीबाट 100% भिजा। अनि रिजेक्ट भयो भने नि सर? टेन्सन किन, हाम्रो गुल्ला कन्सल्टेन्सीले दुबई पनि पठाउँछ। हजुर।